उहाँले भनिदिनु भयो, एउटा प्रतिज्ञा गर्नुभयो, दृढ संकल्प लिनुभयो। भोलि बिहान सूर्य भगवानकै प्रार्थना गर्नुभयो उहाँले। र सूर्य भगवान, यदि मैले गरेको व्रत उपयुक्त छ, जुन पतिव्रत धर्म राम्रोसँग मैले पालन गरेको छु भनेदेखि हे सूर्यनारायण तपाईँ भोलि बिहान नआउनु। अब केही दिन रात्रिमै चल्यो, हेर्नुहोस्, उज्यालो हुन छोड्यो, सूर्य उदय हुन छोड्यो। अब सूर्य उदय हुन छोडेपछि हेर्नु सृष्टिक्रम सबै बन्द हुन्छ नि त। एउटा सानो फुलको कोपिला लाग्दछ, त्यो फुलको कोपिलालाई फक्रनको लागि के चाहिन्छ भन्दा सूर्यको प्रताप। घाम लाग्ने ठाउँमा मजाले फुल फुल्छ भनिन्छ नि। सृष्टिको क्रमै बन्द भयो। एउटा बीज उम्रिनको लागि पनि के चाहिन्छ भनेको सूर्यको किरण चाहिन्छ। अनि एउटा फूल फुल्छ, त्यो फूलबाट फलमा परिणत हुनको लागि पनि के चाहिन्छ भन्दाखेरि सूर्यको किरणको आवश्यकता पर्दछ। अनि यो त भयो सृष्टिक्रम। अब यता नित्य कर्महरू, ऋषिमुनिहरूले नित्य कर्म गर्नुहुन्छ। प्रतिदिन हेर्नुहोस्, बिहान उठ्नुहुन्छ, बिहान पहिलो आफ्नो शौच आचारहरू गरिसकेपछि भगवानको ईश्वरीय वन्दनाहरू गर्नुहुन्छ, ईश्वरको चिन्तन गर्नुहुन्छ, सूर्य अर्घ्य गर्नुहुन्थ्यो प्रतिदिन। अब सूर्यको उदय नभएपछि सूर्य अर्घ्य रात्रिमा त गर्ने कुरा आएन, रातिको समयमा सूर्य अर्घ्य गरिँदैन। अब जसलाई आँखाको बिमारी छ हेर्नुहोस्, उहाँहरूले शास्त्रले भने मुताबिक गर्ने हो भने बिहानीको समयमा जब अब कतैबाट हाम्रो पहाडमा त देखिँदैन त्यस्तो घाम, जो पहिलो किरण हुन्छ नि बिहानीको, पहिलो किरणको समयमा हामीले सूर्य अर्घ्य गर्नुपर्दछ। सूर्य अर्घ्य कसरी गर्ने भन्दाखेरि एउटा तामाको लोटामा जल हाल्ने, त्यो जलमा श्रीखण्ड चन्दन घोटेर लगाउने, अलिकति लगाउने, अनि जताबाट सूर्य उदय हुँदै हुनुहुन्छ त्यतै फर्केर यस्तो प्रकारले लोटामा पानी लिने र बिस्तारै त्यो सूर्यपट्टि फर्किएर है आफूले त्यो जल झर्छ नि लोटाबाट, त्यो पानीबाट उता चाहिँ सूर्यनारायणको दर्शन गर्ने कोसिस गर्नुपर्छ। भनेको घाम हेर्नुपर्छ, त्यो पानीको किरणबाट, पानी झर्दै गरेको स्थानबाट किरण देखिन्छ, सूर्य देखिन्छ, त्यो स्थानबाट चाहिँ हामीले सूर्यको दर्शन गर्यौँ भनेदेखि पानी बिस्तारै झार्दै झार्दै त्यहाँभित्रबाट हामीले आँखाले सूर्यको दर्शन गर्न पर्दछ। यति गरियो भनेदेखि हाम्रो आँखामा रहेका अनेक प्रकारका रोगहरू हटेर जान्छन् भनेर बताइएको छ।